आजको भिडियोमा चाहिँ हामीले प्लानमा कसरी कोलम बनाउँछौं भनेर हेर्छौं। मैले चाहिँ यहाँनिर प्लान इम्पोर्ट गरिसके मेरो फाइलबाट। सो फर्स्टमा हामी रेक्टेंगल बनाउँछौं यो कोलमको ठाउँमा, अनि यसलाई हामी कम्पोनेन्टमा राख्छौं। राइट क्लिक गरेर मेक कम्पोनेन्ट, अनि कम्पोनेन्टको नाम दिने, अनि त्यसपछि हामी यसलाई कपी गर्दै जान्छौं। सो यसलाई कपी गरिसकेपछि चाहिँ हामी यो कम्पोनेन्ट भित्र गएर यसलाई पुश पुल गर्छौं। सो यसलाई पुश पुल 10 फिट गर्दाखेरि चाहिँ हाम्रो सबै कम्पोनेन्टमा राखेपछि हाम्रो सबै कोलमहरु एकैचोटि नै पुश पुल हुन्छ। सो दिस इज इट।